योसँग भएन अब त्योसँग जाउँ कि भनेर नसोच। यता फाइदा भएन अर्कोसँग गएर फाइदा हुन्छ कि भने नसोच भन्छ बाइबलले। जो स्थिर रहन्छ त्यो व्यक्तिले असल थोक प्राप्त गर्छ। आमेन आमेन आमेन। परमेश्वरमा स्थिर रहने व्यक्ति चाहिँ मनपर्छ मलाई। स्थिर। फाइदा चाहने मान्छेले संगत बदल्छ, तर सम्बन्ध चाहने व्यक्तिले बदल्दैन। त्यो जस्तो सुकै परिस्थितिमा पनि रहन्छ। माया गरेको श्रीमानले श्रीमतीलाई कहिले पनि छोड्दैन, तर देखावटी नाटक र चटक गरेकाहरूले परिस्थिति बिग्रिने बित्तिकै छोडिदिन्छन्। हर परिस्थितिमा ख्रीष्टको प्रेममा बाँधिनुहोस्। आमेन। उसको लागि होइन, ख्रीष्टको लागि चाहिँ तपाईँ दिवाना बन्नुहोस्। आमेन।